हेलो एभ्रिवान, आज चाहिँ मैले धेरै दिनपछि मैले भ्लग बनाउन छोडेको थिएँ र आज चाहिँ फुटबल भएकोले हाम्रो देउमाई 9मा फुटबल भएकोले हामी चाहिँ आज त्यसैले म भ्लग बनाउँदैछु। सो गाइज, अनि के हुँदैछ जम्मा हाम्रो 9 टिम हुने रहेछ, लगभग सबैजना आइपुगेको छैन। ल गाइज, हाम्रो चाहिँ सबै दर्शकहरू हो, हाम्रो गाइज देख्नुहुनेछ। गाइज हेर्नुहोस् कस्तो कस्तो क्वालिटीको छ भनिदिनु पऱ्यो। गाइज ट्रफी देख्नु सक्नुहुन्छ होइन, प्राइजहरू चाहिँ यस्तै यस्तै छ, प्राइज चाहिँ यसको चाहिँ यस्तै यस्तै छ गाइजहरू। यसको यो मेडलै 50,000 रुपियाँको यता चाहिँ छुट्टै अब फागुनन्द अरे लुङुङ स्पोर्टिङ क्लब। यहाँ चाहिँ हाम्रो केटाहरू हो, तयारी भएको छैन हाम्रो प्लेयर। ल गाइज, हाम्रो नमीको ग्राउन्ड चाहिँ यस्तै छ होइन। अब देउमाई 9 धेरै दिनदेखि हाम्रो पोस्ट गरेको थियौँ नि, राइट साइडहरू बनाएर। गाइज यस्तै छ, हाम्रो प्लेयरहरू पनि पुरै कम्प्लिट भएको छैन, 1-2 जना मात्र आउँदैछन्। अब भरे केही म्याचहरू। ल गाइज, हाम्रो चाहिँ धेरै टाढाबाट आएको टिम भनेको ममैको हो। अनि यहाँ दिपुर नमीसम्म सायद हिँड्दै उनीहरूको यात्रा भएको होला। यस्तै छ ग्राउन्ड पनि गाइज। यहाँको सबै खाएको भ्लग त बनाइ नै हो नि दोस्त। अनि कुन क्लबबाट खेल्ने हुन्छ? दाइहरू भ्लग बनाउँदा लजाउनु हो। हाम्रो स्किल लो एकदेव दोस्त चाहिँ कुन क्लबबाट हो? अन्डर 17 अन्डर 15। ल भाइ, हाम्रो छोटु भाइ खतरा प्लेयर छ नि भाइ, बोल्यो नि। सो गाइज, हाम्रो चाहिँ फर्स्ट म्याच आइजोक र फक्तालुङ क्लबमा परेको छ। हामी चाहिँ अनि हाम्रो स्पोन्सर त्यस्तै छ, मेडलहरू स्पोन्सर हेर्न सक्नुहुनेछ। हाम्रो आयोजक नम्बर 2 अन्त त बताइन्थ्यो होला नि। ठिक छ हाम्रो आयोजक सरजी। र नवमी ग्राउन्डहरू हेर्न सक्नुहुन्छ। नवमी बजार चाहिँ अहिले तिमी चाहिँ खेल्ने कि नखेल्ने अरे? 17बाट हान्ने। ल सो गाइज, हामी चाहिँ आयोजकबाट 17 को प्लेयर, अन्डर 17 को प्लेयर हो होइन। मान्छे चाहिँ अब 14-15 जस्तो छ, 17 को प्लेयर हो। हामी चाहिँ हाई भनिदेऊ न एकचोटि। हेलो। फेरि भ्लग बनाउनु त मन थिएन, तर पनि के गर्नु, अब क्याम्प भएको भ्लग बनाइयो गाइज। अब भ्लग बनाउनु निकै 2 महिना भइसकेको थियो गाइज। म्याचै परेकोले म चाहिँ हेलो दर्शक बिन्दुहरू देख्न सक्नुहुन्छ हाम्रो नवी सुजितपुर स्कुलको अगाडि। धन्यवाद। ट्रफीहरू छ साथीहरू, म्याचहरू सबै छ यहाँ। दर्शक बिनहरू बसिराख्नु भएको छ। ल साथीहरू, गेम हुन आँटिसकेको छ। पक्री आउट हान्नु गइरहेको छ, तर उसले हान्नु नसकेर एसएसआईले हान्नु भएको छ र
अहिले आउट होला भएन भने अहिले जे भन्दैछ नि अब कि जे हेल भन्दैछ अफसाइड भन्दैछ ब्याक देन सोच्नु पर्ला आफै बोल्दैछ नि साला सबै देख्दैन नि एकतिर आउनु देखेर तँलाई यो गोल गोल दर्शक बिन्दुहरू हेलो दर्शक गोल 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 रफ 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 यहाँबाट क्लियर देखिरहेको रफ रेफ्रीले हेरेन आम्मा रकेट हान्छ नि यो केटाहरूले त दर्शक बिन्दुहरू हेर्नु सक्नुहुनेछ यस प्रत्यक्षलाई भन्छ नि यसलाई ए प्रत्यक्ष भिडियोमा आउट 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 यस्तो छ है गोल खेल्न आउने टिमहरू चाहिँ र त आजको लागि यति नै जुटे हुनुहोस् ओम टिभीमा सो हेलो गाइज फेरि पनि वेलकम छ मेरो लाइभमा हजुरहरूलाई यस लाइभ हुँदैछ श्रीजितपुर माध्यमिक विद्यालय देख्न सक्नुहुन्छ ट्रफीहरू फुचेहरू पेनल्टी पेनल्टी होइन फ्री किक हो त्यो कति दिन्छ चाहिँ पैसा क्यामेराम्यान राखेकोमा दर्शक बिन्दुहरू देख्न सक्नुहुनेछ यस लाइभमा हामी प्रत्यक्ष दर्शक हेर्न सक्नुहुनेछ यस लाइभमा हाम्रो एलसिएस कति नम्बर दर्शीमा छ एलसिएस नम्बर बिनाको जर्सीमा हुनुहुन्छ पर देख्न सक्नुहुनेछ एलसिएस देख्न सक्नुहुनेछ यस यस मिरमिरे एफसी भर मिरमिरे एफसी भक्ताङ एफसी भर चाहिँ नमी एफसीमा 0-0 गोलले गर्दा यस म्याच पेनल्टीमा पुग्न सकेको छ जुट्नुहोस् हाम्रो ओम टिभीमा दर्शकबिनहरू हेर्न सक्नुहुनेछ इन्टरभ्यूमा हेलो एलसिएस रेफ्री यता हो त यस रेफ्री साला यो घुस खाएको छ 3 चोटि फल खाएको पनि देखेन फल हान्ने एलसिएस ज्यू कस्तो भयो त म्याच आज कस्तो भएन ओहो नि सुपोय कत्रिना अब उयो देब्रे सट मिस्टेक भयो भन्दै बसेको छ त्यो जहाँ खेल्नु जान्ने होइन होइन होला हो यहाँ हेर्नु यत्रो जाँटो उभि त भाइ उभि त 6 फुटे जाँटो 6 फुटे यो आम्मा दर्शक बिन्दुहरू जुटिरहनुहोस् राम्रो लाइभमा ए हाम्रो आइसक्नु ब्लगरजी म हस् त उहाँलाई म यो क्यामेरा हस्तान्तरण गर्नु जाँदैछु ल गाइस हामी चाहिँ अब 15 मा हारिसकेको छु खुलित्तै भयो नि हो 17 बाट त खुलित्तै भयो नि पेनल्टीमा मिस गर्ने चाहिँ फर्स्टमा मै हो खुलित्तै भयो नि हो अब कुनको सिमाने त किन ढिला आइस मासाले अब 17 वाला खेल्न छ त अझै 17 मा छ त अझै अब 17 वाला बालु चस हानु हामी चाहिँ दुईजना मिस हान्ने हो हैन अब के गर्नु कङ्ग्रेचुलेसन तिमीहरूलाई अब अर्कोचोटि अर्को पाली भाइ अब आउँछ हाम्रो 17 बाट छ हाम्रो जितपुर देउमाईको चाहिँ बेस्ट किपर लु तिमीलाई कङ्ग्रेचुलेसन केटा हो थ्याङ्क यू बेस्ट किपर मिस्टेक भयो भने थ्याङ्क यू सो गाइस अब फुलबारीहरुको टिम चाहिँ परबाट पैसा हजारमा छ है यहाँ पहिलो टिम यहाँ छ है
के भन्नु हेलो गाइज हाम्रो चाहिँ अब इन्ट्री फी उठिसक्यो होइन इन्ट्री फी उठिसक्यो हामी चाहिँ अब बोइलरै होइन बोइलरै किन्नु गएको अनि त्यस पछाडि मरिहाल्छ भनेर अहिले किन्नु गएको होइन सर सिमन खोइ भन्नु होइन सर हारी त गयो आफू त अब 17बाट कस्तो भन्ने सबै हेलो गाइस आज चाहिँ हाम्रो फुटबल टुर्नामेन्ट भएको गाइस हामी चाहिँ अहिले के किन्नु गएको केटा बोइला हिँड न अब चाहिँ हामी बोइलर किन्नको लागि दुईवटा किन्नुपर्छ केटा हो एउटा हौ एउटा सरको ए दुईटा नि दुईटा हेरौँ न बोइलर कस्तो दुईटा कति केजी कतिको कसरी हो अङ्कल 1 केजीको कसरी हो ल गाइस हामीले चाहिँ बोइलर एउटा निकालिसकेको छौँ सेले चाहिँ फर्स्ट अन्डर 15 फर्स्ट प्राइज मेडल ट्रफी अब लोकल त भेटेन अब बोइलरै गर्नु होला नि ल गाइस अनि यता चाहिँ हाम्रो बोइलरवाला बोइलर बोक्नेवाला हो कार्टुनमा प्याक भएको छ बोइलर यहाँभित्र छ अब अर्को पालि लेडिजलाई पनि खेलाइदिनु भयो होला हौ खै हाम्रो गणेश चाहिँ कहाँ छ लेडिजहरूले अर्को पालि चाहिँ सम्पर्क गर्नु होला एलएसएस राईलाई एलएसएस ब्लग्स अनि उयो छ अनि दोस्तले चाहिँ पुरा कोल्ड ड्रिङ्क ल्याइरहेछ क्या दोस्त हान्दिउँ न त कोल्ड ड्रिङ्क हान्दिउँ न त तिमीहरू भागेको होइन होइन कता पानी भनेर रक्सी बोकेर हिँडेछु अरू त पानी भन्दै समा अनि मेरो पालो ल म खुवाइदिन्छु होइन अहिले बोक्छु म ए जे पनि यस्तो क्लियर छ मेरो समा सो गाइस अनि आजको म्याच चाहिँ अब अझै छ बाँकी यो 1 म्याच जित्यो अब 2-3 म्याच सायद अब कति म्याच 4-5 म्याच छ ल गाइस अनि अब नवी बजार चाहिँ यस्तो छ यो चाहिँ मन्दिर बोइलर पार्टी चिज हान्दै भाइ चिज कतिको लामो सेल्फी स्टिक बनाऊ अरे खालु त एकचोटि अराउन्डिङ बोइलर पार्टी सिसा फुटो सिमनले ल गाइस यहाँ चाहिँ हाम्रो अहिले भर्खर हाम्रो टिमलाई जितेको बेस्ट अफ लक बेस्ट अफ लक दोस्त हाम्रो खतरा प्लेयर हो नि हो दादा हो हाम्रो दादा एउटा चिज हेलो दादा हेलो यता हो यता म तान्छु ल दादा लु दादा आउनुहोस् ल गाइस दामी डीजे वाला उता मुना आन्टीकोतिर भ्लग बनाउँदै सुधिर भ्लगर हुनु पनि निकै गाह्रो छ क्या माझ ओइ एकछिन ल्याइदिन्छु गाइस भ्लग नबनाऊ भनेको होइन हामी त केही जान्दैनौँ यो सिसा चाहिँ बस्छ भनेको कसले गरेको यत्रो अन्डर 17 वाला पनि हो थोरै आएन ल दाई हजुर चाहिँ कुन ठाउँबाट हो हेलो दाई हेलो हजुर चाहिँ कुन ठाउँबाट हो हजुर पञ्चमी ए दाई ल अन्डर 17 सो गाइस अनि हाम्रो चाहिँ पञ्चमी क्लब
दोष पनि पञ्चमीबाट हो ठिक छ त के छ एकदम नि पञ्चमीवालाहरू सो गाइस अनि हाम्रो चाहिँ यता दर्शक हेलो हाई भाइहरू हाई भाइ कङ्ग्रेस दर्शकहरू दर्शक खेलाडी हो म त दर्शकहरू चिज हाल्नु चिज त्यसो नभन न तिमी नि हो खालि खतरा नगर न अनि के त बनाएको त अनि ल यता चाहिँ कसले लाने यो यहाँ भाले होइन बोइलर कसले लाने ल भाइ हाई चिज गरिदेऊ हेलो अब यहाँ अन्डर 17 वाला माछाले भाइ नगर न अन्डर 17 वाला हेलो अन्डर 17 वाला बाँकी नि छ नि न हो दाइ ट्रफी उठाउनु पर्छ है ट्रफी त छैन होला साइड 70 लाई मेडल र अब लोकल भाले ल सिकराइस एफसी अरे दाइहरूको चाहिँ सिकराइस एफसी पनि आइसक्नु भएको छ होइन तपाईँहरू अन्डर 15 र अन्डर 17 नै हुनुहुन्छ ए दुइटै हो लु पानी चाहिँ लगिदिनु पर्यो होइन ओ चुप लाग उता पर सिकराइस एफसी ल्याएर उता लग्दैन उता सिकराइस एफसी ल्याएर ल केटाहरूको म्याच पनि अब स्टार्ट भएछ ओ दोस्त ट्रफी उठाउने हो त उठाउनु पर्छ छिट्टै हेर्छ कति हुन्छ ल उठाउनु पर्छ है यहाँ चाहिँ दाइले लास्ट गीत बजाइराख्नु भएको छ चिज हान्दिनु त एकचोटि जर्सी त छैन लुङुम एफसीहरूसँग पढ्नुहुन्छ होला सायद तपाईँहरू होइन ठिकै हो अब तपाईँहरू कस्तो हुनुहुन्छ ठिकै हो लुङुम एफसी फुलबारी एफसी भने उहाँ एकछिनै सबै ल दाइहरू कहाँबाट हो हामी सहयोगबाट ए सहयोगबाट हो दाइहरू फुलबारी एफसी फुलबारी होइन होला फुलबारी नै छ त फुलबारी हो यो पछि अब फुलबारी नै होला त्यसरी यो गुमगुम र 80 हो त्यो हाम्रो हैन होला हो अब कता जानु फुलबारी भर्सेस 80 हो जुबाट 80 भनेको मे अन्डर 17 बाट हो हजुरहरू ल अब के भयो त हार्यो कि जित्यो खतरा स्किल देखाइदिएको नि मैले ल दिखे नि भन्छ त सबै ल हजुर अब म एफसी होइन तपाईँहरूको 15 पनि छ कि अन्डर 17 र 15 मात्रै हो 17 छैन ल अर्कोचोटि आउँदै गर्नु सबैलाई ल दाइ हजुरलाई पनि सम्झिने मुटु मलाई चिनेन झन् त्यही मिसी गर्छ नि अब आउँदै गर्नु हेलो कालेजी ठिक छ गाइस हामी चाहिँ अब मम्मीबाट टाढाबाट आउनु भएको रहेछ फुटबल खेल्नको लागि हामीले थोरै सहयोगी सबैले रङ बाड्नु छ दाइले दसवटै छ नि यहाँ
यहाँ किपर यहाँ किपर भाइ चाहिँ खतरा लाग्यो मलाई होइन अघि नै भाइ नगर न एकछिन दाइहरू अब हिँड्दै जानुहुन्छ आउँदा नि हिँड्दै आउँदा त भाइ झन्डै मरेको नि मर्दै मर्दै बाँचेको आजको यो म्याच हुन गइरहेछ सन्जुक भाइ यता पोज देखाउ न भरे बोक्नु अब यहाँनिर ट्रफी हेर्नुपर्छ त त्यो लुगा त्यो भिडियो नबनाए भन्दै थियो नि कस्तो भनेर क्या भिडियो म बनाउँदिनँ भिडियो अब त्यसो भने होइन आज हामी यहाँ हाम्रो नदीमा कवचहरू छ स्टिक त देख्दैन नगर्नु उल्से चाहिँ कहाँ गयो र यहाँ एउटा जिङ्गलाला हुनु छ यहाँ अर्को मिन्डु लाला हेलो यहाँ हेर त मिन्डु यो मादर चुत तेरो चाहिँ हेर्न ल बुझे गाइस पञ्चमीको ब्रोहरू पनि अब यस्तै यस्तै भयो पञ्चमीको पञ्चमी अरे फुलबारीको ब्रोहरू पनि अब यस्तै यस्तै भयो अब इन्ट्री उठाउनु पर्ने गाइस ल अनि सानो ओइ फुच्चे ओइ कन्ग्रेचुलेसन तँलाई कङ्ग्रेचुलेसन दाइ ल यो चाहिँ पञ्चमी एफसीको अन्डर 17 वाला प्लेयर अहिले प्लेयर स्पोर्टिङ नोमी क्लबको उयोसँग परेको छ ल गाइस यहाँ चाहिँ इन्ट्रीको प्रब्लम भयो हामी तिमीहरूसित खेल्छौँ अनि जसले जित्छ फाइनल पुग्छ अनि 3 नम्बरसित खेल्छौँ हामी अनि यसलाई डिस्क्वालिफाई हान्थ्यो पैसा छैन अन्त अब यो अस्तिको उताको गेममा तिमी पनि थिएन तिमीहरू आएछ अब हामी भएको भए चाहिँ 10,000 मिलाइहाल्नु होइन चाहिँ मसँग एल्सिस एउटा जर्सी मोमाइको ए भाइ म अघि सबै लिएर आएको त्यहाँबाट 1 2 पञ्चमीको दाइहरू चाहिँ हालिसक्नु भएको छ 4 बजी छोरीको निकाउनु पर्दैन थियो हामीलाई यता टाढाबाट आएको म अर्को चोटि ल अब यस्तै यस्तै भयो होइन दाइ भाइलाई हिँड्छ मात्र भाइलाई खेलाउनु हेलो दाइ कानेबाट खेलाउँदै चाहिँ तर त्यो रिसाउँछ ल अर्को चोटि ल ब्रो अर्को चोटि खेल्नुपर्छ यो सबैभन्दा खुट्टा हाल्नेमा त यही चोटि फेरि मैले देख्दा थिएँ खुट्टा हालेको कहाँ पनि गएर हालिरहेको थिएँ ल सो गाइस टिम मोनिस्टर क्लबले चाहिँ जितिसकेको छ ल
ल गाइज कङ्ग्रेचुलेसन हुन्छ ल गाइजहरू ल नि हाम्रो खोक्तालुङ क्लबको खुसी छ बोइलर पक्रेर ओ सबैले चिज गरिदेऊ चिज केरा हो चिज